यो माइती घर भन्छ नि, माइती घरमा नि बाउ आमा भइन्जेल मात्रै जानुपर्छ भन्छ होइन। माइती घरमा चाहिँ भिटुतिर पनि बनाइराखेको हुन्छ, कति बनाइराखेको हुन्छ नि। माइती घरमा नि माइतीहरूसँग पनि सम्बन्ध राम्रो छ भने चाहिँ सधैँ जाँदा हुन्छ। मुख हो इज्जत हो है, म चाहिँ त्यो भन्छु। बाउ आमा भइन्जेल मात्रै माइती गाउँ पनि हो, माइती घर पनि हो भन्छ होइन। आफूले माइतीलाई पनि राम्रो गर्नुपर्छ, माइतीले पनि राम्रो गरेको छ भने सबै कुरो मुख हो। अन्त इज्जतले बसेको छ भने जाँदा हुन्छ है। बिसाउने चौतारी हो हाम्रो माइती घर चाहिँ होइन। साथीहरू कस्तो लाग्छ तपाईँहरूलाई? बिसाउने चौतारी हो है हाम्रो चाहिँ माइतीको घर चाहिँ होइन। बाउ आमा अब बितेपछि पनि माइती घर हामी जानै पर्छ। बाउ आमा बितेपछि म जाँदिनँ कतिले भनेको हुन्छ होइन। होला कतिको माइतीहरूले नराम्रो भनेको होला, कतिलाई त माइती गाउँ अब हामी कति अब कसै बिहा गरेर जान्छ नि, माइतीले के भनेको हुन्छ, कहिले जाँदिनँ माइती घर भनिराखेको हुन्छ नि। तर माइती घर कहिल्यै जाँदिनँ भन्नु हुँदैन, जानै पर्छ एक दिन होइन। रिसको चोकमा भन्छ नि। तर माइती गाउँ भनेको त माइती गाउँ है छोरी चेलीबेटीहरू साथीहरू।